हाई गाइज वेलकम ब्याक टु माई च्यानल सीमा ब्लग होइन। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन। मैले भर्खर पूजा शर्मा जुन सेलिब्रेटी छ होइन, अनि उहाँले दिनुभएको पोडकास्ट हेरेको थिएँ कि होइन। अनि सबैले भनेको थियो नि त रमा जेल गयो भने, इभन मैले पनि भनेको थिएँ रमा जेल गयो, किनभने त्यही हल्ला थियो नि त। अनि त्यही भएर मैले भनेको थिएँ। अनि जेल चाहिँ नगएको रहेछ। अनि पूजा शर्माले चाहिँ के भनेको रहेछ भने साथीहरू होइन, उसले चाहिँ के भनेको भन्दाखेरि मलाई विवाहको दिनमा होइन मान्छेको चाहिँ मुभीको रिभ्यू आउँछ तर मेरो विवाहको रिभ्यू आयो भने खुसी लाग्यो होइन। कतिले ब्लेसिङ गरे, कतिले राम्रो राम्रो भन्यो। मलाई एक दुईजनाले नराम्रो भन्यो भनेर केही छैन, किनभने मेरो भ्युवर्सले चाहिँ बाघले झम्ट्या झैँ गएर चाहिँ त्यो मान्छेलाई झम्टेको थियो। सो त्यही भएर चाहिँ मलाई नराम्रो भन्ने मान्छेलाई चाहिँ मेरो भ्युवर्सहरू जसले मलाई माया गर्नुहुन्छ उहाँहरूले चाहिँ एकैचोटि झम्टेर चाहिँ सबक सिकाइदिए जस्तो छ भन्ने त्यस्तै टाइपको बोल्नु भएको थियो होइन। त्यो कुरा एकदम ठिक बोल्नुभयो। तर मलाई पूजा शर्माले बोलेको कुरा चाहिँ एउटा कुरा चाहिँ चित्त बुझेन कि साथीहरू होइन। सेलिब्रेटी भएर पनि कस्तो हो कि अलिकति कस्तो छुच्चो टाइपको जस्तो लाग्यो कि, किनभने मलाई पर्सनल्ली चाहिँ अलिकति पूजा शर्मा चाहिँ एकदम राम्रो लाग्थ्यो, धेरै दुःख पाएको, स्ट्रगल गरेको भन्ने लाग्थ्यो। तर अस्ति उसले बोलेको एउटा कुरामा चाहिँ मलाई चाहिँ चित्त बुझेन कि मेरो विवाहमा चाहिँ कति चाहिँ बोलाएको मान्छे आयो र कति चाहिँ 4-5 चाहिँ नबोलाएको मान्छे समथिङ त्यस्तै देखेको थिएँ। अनि बच्चाहरूलाई चाहिँ एउटै प्लेटमा हालिदिनु भनेर के भनेको थिइन् होइन। अनि त्यो सिस्टरले त्यो भनेको कुरालाई चाहिँ मलाई चाहिँ यति पनि मन परेन। कति छुचो बनेको त। अनि आफ्नो विवाहको बेलामा त मान्छे यस्तो हो कि विवाह भनेको कस्तो भन्दाखेरि त्यो भनेको एकदम खुसीको माहौल हो कि। त्यसमा आफ्नो बिहामा बोलाएको मात्र मान्छे आउनुपर्छ भन्ने छैन। कोही मान्छे तपाईँको विवाहमा चाहिँ खुसी आइरहेछ, तपाईँको बिहामा चाहिँ नबोलाइकन कोही मान्छे आइरहेछ भने नि होइन, खाना आएको छ भने ठिकै छ, खाना दिनुहोस्, केही छैन। तर त्यो मान्छेले तपाईँलाई ब्लेसिङ त गरेको हुन्छ नि त होइन। आए त ठिकै छ त, तपाईँले त्यसको बदलामा तपाईँले ब्लेसिङ पाइरहनुहुन्छ। अनि तर कस्तो प्लेटको हिसाबमा यति महँगो, यस्तो महँगो खाना भनेर कस्तो भन्नुभयो कि त्यो कुरा मलाई चित्त बुझेन कि। तपाईँ चाहिँ मलाई चाहिँ किन त्यहाँदेखि तपाईँ लास्टै छुचो लाग्यो कि। त्यस्तो पनि हुन्छ आफ्नो बिहामा त तपाईँलाई ब्लेसिङ भन्दा ठुलो अरू के हो त नि होइन। तपाईँ एउटा कुरा होइन, त्यही हो कि मान्छे। मलाई चाहिँ एउटा कुरा चाहिँ के थाहा पायो भन्दाखेरि होइन, तपाईँ गरिबको घरमा गएर खाना खानुहोस्, तपाईँको 1-2 थाल भात खाएछ भने पनि होइन त्यो कुराको हिसाब गरिबले कहिले पनि गर्दैन कि। मेरो घरमा आएर यदि होइन नबोलाएकै मान्छे छ भने पनि होइन, यदि गरिब छ त्यो मान्छे, नबोलाएको मान्छे आउँछ र उसको घरमा बिहामा आएर खान्छ भने नि त्यो मान्छेले कहिले पनि हिसाब गर्दैन होइन। आएछ ठिकै छ त, आयो ठिक छ, खायो केही छैन, खुसीको माहौलमा हामी खुसी भयो भने केही छैन, उनीहरू पनि खुसी हुन्छ, हामीलाई आशीर्वाद दिएर गयो भन्ने हुन्छ होइन। तर धनीहरूको चाहिँ यस्तो नहुँदो रहेछ कि भन्ने चाहिँ मलाई लाग्यो कि। धनीहरू चाहिँ एकदम प्लेटको अब महँगो छ त, थाहा छ त, महँगो हो, त्यो आफ्नो ठाउँमा छ होइन। महँगो तपाईँलाई त्यस्तो महँगो लाग्थ्यो भने किन त्यसरी धुमधामले बिहा गरा त नि है। अनि मलाई चाहिँ अरू कुरा चाहिँ होइन, त्यो नबोलाइकन आएको मान्छेहरूले खायो भन्दा चाहिँ मलाई चाहिँ एकदम पर्सनली चाहिँ एकदम ठिक लागेन कि। त्यो चाहिँ त्यस्तो पनि हुन्छ है। कोही मान्छे अब तपाईँकोमा अब तपाईँलाई राम्रो लागेर गयो होला, कि तपाईँको बिग फ्यान थिए होला, कि तपाईँको फ्यान थियो होला, तपाईँ ठुलो सेलिब्रेटी भएको कारणले गर्दा चाहिँ तपाईँलाई चाहिँ हेर्नको लागि भनेर गयो होला होइन, खाए होला, ठिकै छ त। त्यसको बदलामा त तपाईँलाई ब्लेसिङ दियो होला नि त होइन है। ठिकै छ त, पूजा शर्माले बिहा गर्यो ठिकै छ भनेर तपाईँलाई राम्रो कुरा गरे होला नि त होइन। तर तपाईँको कुरा चाहिँ मलाई अलिकति पनि चित्त बुझेन कि। सेलिब्रेटी भएर पनि कस्तो नबोलाएको मान्छे पनि आएर खायो भनेर कस्तो गरेको त नि, कति छुचो बनेको यहाँ। त्यस्तो छुचो हुने होइन कि। धनी मान्छे भयो भन्दा पनि त्यस्तो छुचो हुने होइन। गरिबको घरमा खाना आउनुहोस् के, गरिबले कहिले पनि हिसाब गर्दैन हो। तपाईँ गरिबको घरमा जानु भएको छैन होला, तपाईँ गरिबको घरमा जानुहोस् अनि नबोलाइकन जानुहोस् है। अनि तपाईँ बिहामा जानुभयो भने अनि तपाईँ खानुभयो भने पनि ठिकै छ, खानुभयो भने उनीहरूले कहिले पनि यो मान्छेलाई त हामीले बोलाएकै थिएन, फलाना मान्छेलाई हामीले बोलाएकै थिएन, किन आयो भनेर कहिले पनि भन्दैन कि त्यो। तर हाम्रो तपाईँहरूले याद गर्नु भएको छ होइन साथीहरू, गाउँमा होइन, गाउँमा
धेरै मान्छेलाई बोलाउँछन् हैन, तर नबोलाएको मान्छेहरू पनि आउँछन् के। किन आउँछन् भन्दाखेरि तपाईँको खुसीमा खुसी हुन आउँछन् हैन। तपाईँको जोडी कस्तो छ भनेर हेर्न आउँछन्, कोही बुझ्न आउँछन् कस्तो छ के छ हैन। कति उनीहरू पनि तपाईँको खुसीमा खुसी साट्न आउँछन् के। त्यस्तो हो। तर खायो भन्दैमा चाहिँ त्यो कति चाहिँ खायो होला, त्यही 2-4 सय त खायो होला त हैन। खायो त ठिकै छ त, इट्स ओके, मलाई ब्लेसिङ दिएछ ठिक छ, मेरो फ्यानहरू होला ठिकै छ, ओके। त्यो भनेर चाहिँ चित्त बुझाउनु पर्ने हो। तर चाहिँ एकदम छुच्चो टाइपले बोल्नु भयो। तर मलाई चाहिँ त्यो कुरा चाहिँ चित्त बुझेन, अरू कुरामा चाहिँ मलाई चित्त बुझ्यो। तपाईँ धेरै स्ट्रगल गरेर आएको मान्छे हो, सो म अरू केही पनि भन्दिनँ। त्यही नै हो। बाई।